एकजनाले सोध्नु भएको छ फ्याटी लिभर भएको मान्छेले अन्डा खान मिल्छ कि मिल्दैन, एग खान मिल्छ कि मिल्दैन, यसकै बारेमा भन्न गइरहेको छु। पहिलो कुरो, हजुरले जुन यो अन्डा खानुहुन्छ एगको दुईटा पार्टलाई हामी बाँडौँ। पहिलो चाहिँ जुन एगको बाहिरी सेल भयो त्यो भित्र हाम्रो चाहिँ के हुन्छ, एग व्हाइट हुन्छ। एग व्हाइटमा के हुन्छ बडीमा भन्दाखेरि यसमा पानी र प्रोटिन हुन्छ है त। अलिअलि भाइटामिन बी हुन्छ तर म्याक्सिमम यसमा हुने भनेको प्रोटिन हुने हो। सो तपाईले एग व्हाइट भनेको जुन बेला पनि खान मिल्छ। तपाईलाई कुनै समस्या हुँदा पनि एग व्हाइट खान मिल्यो हजुरले। अब कुरा रह्यो यसको अन्डाको भित्री भाग अथवा एगको यक। यकमा चाहिँ हुने भनेको के हो, यसमा चाहिँ स्याचुरेटेड फ्याट हुन्छ, कोलेस्टेरोल हुन्छ, कोलिन हुन्छ, अरू माइक्रो र म्याक्रो न्युट्रिएन्ट्सहरू हुन्छ। अब समस्या कहाँ छ भन्दा यदि तपाईलाई फ्याटी लिभर मात्र छ, कोलेस्ट्रोलको समस्या छैन, मुटुको समस्या छैन भने त्यो कन्डिसनमा तपाईले खान मिल्छ। अन्डा पनि खान मिल्छ, एग व्हाइटै खान मिल्छ, एग यक पनि खान मिल्छ। तर यदि तपाईलाई फ्याटी लिभर सँगसँगै मुटुको समस्या छ, कोलेस्ट्रोल छ हैन, त्यो बेला चाहिँ एग यकको मात्रा कम गर्दा राम्रो। त्यो बेला चाहिँ दिनमा एउटा यक मात्र, तर यदि मुटुकै समस्या छ, कोलेस्ट्रोल धेरै कम गर्नुपर्ने आवश्यकता छ भने त्यो बेला अभोइड गर्दा नै राम्रो। अझ बेटर भनेको यदि तपाईलाई फ्याटी लिभर पनि छ, अन्डा खानुहुन्छ भने बोइल्ड एग खानुहोस् हैन। यो पुरै तेलमा तारेको एकदमै डिप फ्राइड एग भन्दा राम्रो जस्ट गो फर बोइल्ड एग, तपाईले मज्जाले खानु।